नमस्कार। आजको पडकास्टमा हामी सहकारीका बचतकर्ताको रकम फिर्ताबारे कुराकानी गर्न गइरहेका छौं। यो पडकास्टमा सेतो पार्टीमा मनोज सत्यालले गरेको रिपोर्टिङका आधारमा किन समस्याग्रस्त सहकारीका बचतकर्ताले रकम फिर्ता पाउन सकिरहेका छैनन् भन्ने विषयमा विस्तृत विवरण दिनेछौं। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्नु सरकारलाई फलामको चिउरा साबित भएको छ। गत वर्षको बजेटमा अर्थमन्त्री वर्षमान पुनले बचतकर्ताको 5 लाख रुपैयाँसम्मको रकम फिर्ता गर्ने घोषणा गरेका थिए। उक्त घोषणा अनुसार मन्त्री पुनले रातो किताबमा कुनै बजेट छुट्याएनन्। फलस्वरूप सरकारले द्रुत गतिमा बचतकर्ताको रकम फिर्ताका लागि कुनै योजना बनाउन सकेन। घोषणाबाट उत्साहित भएका हजारौं बचतकर्ता निराश भए। समस्याग्रस्त सरकारी व्यवस्थापन समितिको कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म 54,555 बचतकर्ताले पैसा फिर्ता पाएका छैनन्। उनीहरूले फिर्ता पाउन बाँकी रकम नै 38 अर्ब 25 करोड रुपैयाँ छ। यो केवल 23 वटा समस्याग्रस्त सहकारीको तथ्याङ्क हो। बचतकर्ताको रकम फिर्ता गर्न नसकिरहेका सहकारीको सङ्ख्या यो भन्दा कैयौं धेरै छ। नेकपा एमालेका सांसद सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन समितिले सार्वजनिक रूपमा प्रश्न उठेका 40 वटा सहकारीबाट 71 अर्ब 30 करोड रुपैयाँ बचत रकम अपचलन भएको रिपोर्ट दिएको छ। तर यी सहकारीबाट बचतकर्ताको रकम फिर्ताका लागि अहिलेसम्म सरकारले कुनै ठोस पहल गरेको छैन। अझ राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सभापति रवि लामिछाले जोडिएको सुप्रिम, सूर्यदर्शन, सहारा चितवन, स्वर्णलक्ष्मी र सानो पाइला सहकारीका बचतकर्ताले कहिले रकम फिर्ता पाउने हुन् भन्ने कुनै यकिन छैन। यी सहकारीलाई सरकारले समस्याग्रस्त सहकारी घोषणासम्म पनि गरेको छैन। कुनै सहकारी प्रदेश सरकार त कुनै स्थानीय सरकारले हेरिरहेका छन्। बचतकर्ताको रकम फिर्ता गर्न नसकिरहेको सहकारी व्यवस्थापनका लागि केन्द्रमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय स्थापना गरिएको छ। यसले अहिलेसम्म 23 वटा सहकारीका 8,155 बचतकर्ताको 1 अर्ब 67 करोड रुपैयाँ फिर्ता गरेको छ। यो रकम कुल माग दाबी भएको 39 अर्ब 93 करोड रुपैयाँको 4% मात्र हुन आउँछ। अर्थात् सहकारी बचतकर्ताको 96% रकम अझै फिर्ता हुन सकेको छैन। समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयका अनुसार बचतकर्ताको रकम फिर्ता फलामको चिउरा बन्नुका केही कारण छन्। पहिलो हो पैसा अभाव। समस्याग्रस्त सहकारीहरूको खातामा रकम छैन, त्यसैले कार्यालयले बचतकर्तालाई पैसा फिर्ता गर्न सकिरहेको छैन। कार्यालयले रकम फिर्ताका लागि सबभन्दा पहिला यी सहकारीबाट प्रवाह भएको ऋण उठाउन जोड दिएको छ, तर यो पनि सकिरहेको छैन। कार्यालयले पछिल्लो पटक बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग पैसा मागेको छ। बचतकर्तालाई जनही 5 लाख रुपैयाँका दरले फिर्ता गर्न 25 अर्ब रुपैयाँ बजेट आवश्यक हुने हिसाब कार्यालयले अर्थ मन्त्रालयलाई दिएको छ। त्यस्तै 3 लाख रुपैयाँ फिर्ता गर्ने भए 12 अर्ब र 1 लाख फिर्ता गर्ने भए 5 अर्ब रुपैयाँ आवश्यक पर्ने हिसाब अर्थमन्त्री विष्णु पौडेललाई दिएको छ। कार्यालयले भेटेरै पैसा मागेपछि अर्थमन्त्री पौडेलले यस वर्षको बजेटबाट चक्रीय कोष स्थापनाको घोषणा गरेका छन्। उनले उक्त कोषमा कति रकम छुट्याउँछन् त्यो भने हेर्न बाँकी छ। कृषि तथा सहकारी मन्त्रालयको कुल बजेट नै 7 अर्ब रुपैयाँ भएकाले त्यो रकम धेरै नहुने चाहिँ प्रष्ट भएको छ। समस्याग्रस्त सहकारीलाई पैसा दिन सरकार हिचकिचाउने गरेको छ। बचतकर्ताको रकम फिर्ताका लागि राज्यको कोषबाट पैसा दिए सहकारीका ऋणीले पैसा नतिर्ने डर सरकारलाई छ। त्यसैले सरकारले रकम अपचलन गर्ने व्यक्तिको सम्पत्ति जम्मा गरेर कोषमा राख्ने गरी चक्रीय कोषको नयाँ व्यवस्था गरेको छ। दोस्रो कारण हो धितो लिलामी नहुनु। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले अहिलेसम्म बचत फिर्ता गराउने क्रममा कुनै पनि ऋणीको धितो लिलाम गराउन सकेको छैन। यसकारण कार्यालयले आवश्यक रकम जुटाउन सकेको छैन। केही धितो ऋणीको नामबाट समस्याग्रस्त सहकारीको नाममा ल्याउने काम भएको कार्यालयका अध्यक्ष श्रीमन कुमार गौतमले बताए।
तर यसरी ल्याइएको जग्गा लिलामीका लागि सूचना जारी गर्दा कसैले चासो देखाएका छैनन्। सहकारीको विवादित धितो भनेपछि सकार्न कोही पनि तयार छैन। गौतमले भने, त्यसमाथि कार्यालयले आफ्नो नाममा धितो ल्याउन पाउँदैन, आफै बेच्न पनि पाउँदैन। अध्यक्ष गौतमका अनुसार कार्यालयले सबभन्दा पहिला समस्याग्रस्त सहकारीका ऋणीबाट रकम उठाउन जोडबल गरिरहेको छ। पैसा उठाउन नसक्ने अवस्था भए धितो लिलाम अघि